एउटा कुरा चाहिँ के हो भने हामी सबैले चाहिँ भन्ने कुरा के छ भने बिजनेस स्टार्ट गर्नको लागि चाहिँ मनी चाहिँदैन भन्ने कुरा छ। हामी सबैले धेरै जसोले भन्ने त बिजनेस स्टार्ट गर्नको लागि मनी चाहिँदैन। जुनसुकै बुकहरू पढ्नुहोस् हैन, अनि हरेक बुकहरुमा पढ्नु भने बिजनेस स्टार्ट गर्दा चाहिँ मनी चाहिँदैन, माइन्डसेट हुनु पर्यो भन्ने छ। तर एउटा चाहिँ मेरो भनाइ चाहिँ के छ भने बिजनेस स्टार्ट गर्न मनी चाहिँदैन। तर यति कुरा चाहिँ हामीले बुझ्नुपर्छ कि मनी एउटा टुल्स हो। मनी टुल्स हो, यस्तो टुल्स हो कि जुन टुल्सले चाहिँ तपाईको बिजनेसलाई छिट्टो ग्रो गर्न चाहिँ हेल्प गर्छ। छिट्टो तपाईको सिस्टममा लैजान, अटोमेसनमा लैजान हैन, छिट्टो ग्रो गर्न चाहिँ हेल्प गर्छ त्यो टुल्सले। त्यही भएर मनी चाहिँदैन भन्न चाहिँ मिल्दैन, बरु थोरै मनीबाट सुरु गर्न सकिन्छ हैन। पछि बिस्तारै बढ्दै जाला इन्भेस्टरहरू हैन, त्यहाँ बढाउँदै गएला, आफ्नो बिजनेस बढ्दै जाला। तर सुरुमा अलिकता मनी चाहिँ चाहिन्छ, किनकि तपाईको बिजनेस ग्रो गर्न पर्ने हुन्छ। ग्रो गर्न पर्ने भएकोले गर्दा तपाईलाई चाहिँ मनी चाहिन्छ। तपाईले मनी बिना पनि गर्नै नसकिने हैन, गर्नु होला, तर हरेक दुःख हुन्छ, कष्ट हुन्छ। तपाईलाई त्यही कुरा गर्नलाई, त्यही सिस्टममा त्यतिको मेन्टेन गर्नको लागि तपाईलाई 1 वर्ष लाग्थ्यो भने विदाउट मनी जानु भने तपाईलाई 3 वर्ष लागिदिन सक्छ हैन, त्यो हुन्छ। तर मनी जानु भने त्यो टुल्स हो, तपाईको बिजनेसलाई छिट्टो ग्रो गर्न चाहिँ हेल्प गर्छ मनीले चाहिँ। त्यही भएर हल्का भए पनि मनी चाहिँ चाहिन्छ स्टार्ट गर्न बिजनेसलाई है त।